एज अ सेक्टर फाइनेन्सलाई एनालाइसिस गर्छौँ होइन। सुरु चाहिँ नेप्सीबाटै गरौँ। हाम्रो लास्ट भिडियोमा भनेको थियो कि यहाँ तपाईँको यो क्यान्डलमा 40% चाहिँ सेलिङ आएको हो है भनेर हाम्रो लास्ट कुरा भएको थियो होइन। यो सेलिङ जोन पनि हो होइन, सेलिङ जोन पनि हो है भनेपछि यहाँबाट के सेलिङ हामी एक्सपेक्ट गर्न सक्छौँ भन्ने कुरा भएको छ है। अनि यहाँ माथिको सेलिङ जोनको कुरा गर्छौँ भने यो माइनर सेलिङ जोन हो, यो जोनबाट हामी केही न केही सेलिङ त एक्सपेक्ट गर्नुपर्छ भन्ने सिनेरियो पनि छ। अब यो कुरा छँदैछ होइन, ओके है त। सिम्पल एउटा कुरा के भनेको छु भने अर्को कुरा हाम्रो अहिलेको लागि स्टप लसको एरिया हो, ओके। स्टप लसको एरिया तपाईँको 2684को एरिया हामीलाई यदि तपाईँको यो लोभन्दा बजार मुनि जान्छ भने हामी अहिले एज अ ट्रेडर स्टप लस गर्नुपर्छ भन्ने एउटा सिनेरियो छ होइन। अहिलेको लागि खासै त्यस्तो धेरै त केही छैन। अब यो एरियाबाट जुन सेलिङ देखाइरहेको थियो त्यो सेलिङ आयो पनि होइन। सिम्पल यो निक गरेको एरिया मैले पहिले भनिरहेको छु, निक गरेको एरिया हो है। केही सेलिङ एक्सपेक्ट गर्न सक्छौँ हामीले यहाँबाट र सेलिङ पनि आइरहेछ भनेपछि अब इन्ट्रीको लागि अब हामीले अहिले के सोच्ने हो भने अब यहाँ कुनै बुलिस कन्फर्मेसन भयो भने इन्ट्री गर्न सक्छौँ। अब तपाईँसँग कुनै पोजिसन होल्ड छ र तपाईँले त्यसमा कुनै एउटा सर्टेन तपाईँको रिस्क रिवार्ड रेसियो लिएर तपाईँले होल्ड नै गरिरहनु भएको छ भने अहिले आउट हुनुपर्ने अवस्था चाहिँ होइन होइन। तर एग्रिगेट बजारले यदि तपाईँको यो 2684को सेलिङ लियो भने मैले भनिरहेको छु कि एज अ यो रेन्ज तपाईँको सबै एउटा के हो, एउटा सपोर्टको रेन्ज हो है। जुन रेन्जको हामीले कुरा गरिरहेको थियौँ यो एउटा सपोर्टको रेन्ज हो है। अब त्यसरी बुझ्नु पऱ्यो अहिलेको लागि यो रेन्जभित्र आयो भने फेरि पनि तपाईँको फेरि पनि हामीले के गर्ने, फेरि पनि अर्को कन्फर्मेसन लिने अनि फेरि हामी बाई साइडमै जाने। अब के छ बजार झऱ्यो भनेर अब हामीले चाहिँ अहिलेको लागि चाहिँ सेल साइड हेर्ने हो जस्तो मलाई चाहिँ पर्सनली लाग्दैन है। ठिकै छ होइन, लाइक अलिअलि तलमाथि त बजार भइहाल्छ। एन्ड देन अब आज हामी हेरौँ फाइनेन्स होइन। फाइनेन्सलाई के छ त, फाइनेन्समा के छ त अहिले अब एउटा सपोर्टको जोनमा छ होइन। अब धेरैजनालाई फाइनेन्स के हो कसो हो भनेर अब बुझ्नु पनि मन छ होइन। अब एउटा कुरा के छ भने फाइनेन्स तपाईँले हेर्नुहुन्छ भने होइन, ओके है त फाइनेन्स हेरौँ है। ल अब यो रेन्ज अब लाइक एउटा एक्सपेक्टेसनमा भएको रेन्ज थियो तर टेस्ट भएन, ठिकै छ केही छैन। अब यो रेन्ज पुगेको भएछ हामी एज अ सेलर नै हुने थियो। तर यो फर्क्यो कहाँबाट होइन, हामीले मेजर रेसेस कुरेर बस्यौँ तर यो फर्क्यो कहाँबाट भन्दा यो रेन्ज यो के हो, यो ओपिआरको रेन्ज थियो होइन। बजार ओपिआरको रेन्जबाट फर्क्यो के हो होइन। अब यो अनसिन लेभलहरू होइन अब हाम्रो आँखाबाट छुट्छ होइन, आँखाबाट छुट्छ नि। ओपिआरको रेन्जमा जब यो लोवर लो बनाउँछ बजारले सिनेरी के छ एउटा लोवर लो नै बनाएर गइरहेको छ, फेरि पनि लोवर लो बनाउँछ भने हामी सेल नै एक्सपेक्ट गर्छौँ। अहिले यहाँ पनि सिनेरी त्यही छ होइन। अब यसलाई हामी विक्लीमा हेर्छौँ भने अब विक्लीमा के देखिरहेछौँ त भनेर भन्दा सिम्पल तपाईँको यहाँ तपाईँको केही तपाईँको छ यो क्यान्डलमा साइन अफ स्ट्रेन्थ छ यसमा होइन। अब छ न त यसमा पनि छ होइन, यो क्यान्डलमा पनि छ तर त्यस्तो धेरै भएन होइन, कुरा त्यति मात्रै हो। अब अहिलेको लागि सिनेरियो के छ भने माथि सेल आइसकेको अवस्थामा अहिले यदि फाइनेन्समा तपाईँहरू हुनुहुन्छ भने त्यस्तो अग्रेसिभ इन्ट्रीमा सजेस्ट गर्दिनँ है। अग्रेसिभ इन्ट्री सजेस्ट हुँदैन होइन। अब इन्ट्री सजेस्ट हो भने अब यो एरिया तपाईँको अब यहाँ केही ओपिएस जस्तो बनाएको छ यो एरियातिर तपाईँको के ट्रेडिङ अपर्च्युनिटीको लागि हामी अब इन्ट्रीको लागि हेर्न सक्छौँ अहिलेको लागि एज अ फाइनेन्समा होइन। अब के छ भने हाम्रोमा तपाईँको कुनै एउटा ट्रेडमा फस्दा होइन कुर्दा के एउटा समस्या छ भने तपाईँको रेन्जमा आउनको लागि धेरै समय कुर्नुपर्छ क्या तपाईँले, त्यो चाहिँ एउटा समस्या छ। अब यो टपबाट तपाईँको आज यो रेन्जमा आउनु तपाईँको 8-9 महिनाको टाइम लागिसकेको छ होइन भनेपछि यहाँसम्म आउन होइन अब झर्दा पनि है। त्यही भएर अलिकति केयरफुल भएर ट्रेड गर्नुपर्छ हाम्रो बजारमा होइन। जो तपाईँको फाइनेन्समा यो रेन्जतिर फस्नु भएको छ अब 8 मन्थ्स अब अलिक गाह्रै छ उहाँहरूलाई होइन। अब त्यही भएर यो बेलादेखि नै फाइनेन्समा यो तपाईँको ओपिआरबाटै फर्केको नो डाउट होइन, यो ओपिआरबाट फर्केको नो डाउट होइन। बजारले फेरि तपाईँको यहाँ तपाईँको एउटा रेसिस छ, यहाँ पनि तपाईँको क्लियर ओपिआर छ। दिल्लीमा तल पनि क्लियर ओपिआर थियो, ओपिआरको रेन्जबाट बजार करेक्सनमा गइरहेछ भनेपछि हामी केयरफुल हुनुपर्छ। त्यो ओपिआरको लेभलबाट करेक्सनमा जानु भनेको के हो भने एउटा स्ट्रङ सेल साइड मुभ छ भनेको, किनभने जब बजार होइन सिम्पल हामीले बुझ्नु पऱ्यो कि जब बजारले मेजर लेभल टेस्ट गर्दैन माइनर लेभलबाट सेल आउनु थाल्छ। माइनर लेभल भनेको ओपिआरको लेभल हो। अब ओपिआरको लेभललाई हामीले माइनर लेभल भने नेग्लेक्ट गर्न मिल्दैन, त्यो आफैमा एउटा लेभल हो कि अब त्यो अनसिन लेभल हो भन्छु कि म चाहिँ होइन। अनि त्यहाँबाट सेलिङ आइरहेछ भनेपछि सिनेरियो राम्रो होइन, स्ट्रङ तपाईँको डाउन साइड मोमेन्टम छ। अब बुलिस गइरहेछ ओपिएसबाट बजार माथि गइरहेछ भनेपछि स्ट्रङ अपवर्ड मोमेन्टम छ, यति नै हो बुझ्नुपर्ने कुरा है।